हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनलाइन एजुकेसन आरडीमा र अहिले म 10 क्लासको स्टुडेन्टहरूको लागि म्याथ सब्जेक्टको भिडियोहरू बनाइराखेको छु र एकदम राम्ररी बुझाएर अझै च्याप्टर वाइज भिडियोहरू बनाउने छु। सो यो भिडियो 10 क्लासको स्टुडेन्टहरूको लागि एकदम हेल्पफुल हुनेछ भनेर मैले सोचिरहेको छु। सो लेट्स गो हामी भिडियोतिर लागौँ है। ल अब हामीले यहाँ सीसम्म गरिसकेछौँ हो कि नै, डीबाट फेरि म गर्छु है। खासमा डी इजी रहेछ, म सर र भनिदिन बुझ्छ होला तिमीहरूले। ल सर एकपल्ट क्वेसन बुझौँ हो, पहिला जहिले नि क्वेसन बुझ्नु पर्यो के सोधेछ खासमा। ल इन द गिभन प्यारालेलोग्राम एबिसिडी भनेको एउटा प्यारालेलोग्राम हो कि नै। त्यसपछि एङ्गल बिइसी के छ 90 डिग्री हो एङ्गल भनेको। यो एङ्गल भनेको 90 डिग्री हो कि खासमा। अनि त्यही 90 डिग्री हो। त्यसपछि बिई भनेको यसको लेन्थ दिएछ, बिई भनेको बिई 6 सेन्टिमिटर, सिई भनेको 9 सेन्टिमिटर। देन फाइन्ड द एरिया अफ प्यारालेलोग्राम एबिसिडी। ल त्यसपछि यो एरिया निकाल्नलाई भन्छ प्यारालेलोग्रामको। ल यसले कसरी गर्ने खासमा भनेर इजी हो कि। खासमा के गर्ने यसलाई, सुरुको यो ट्रायङ्गल छ नि, राइट एङ्गल ट्रायङ्गल, यो 90 डिग्री भएपछि राइट एङ्गल ट्रायङ्गल भयो क्या। राइट एङ्गल ट्रायङ्गलको एरिया निकाल्ने यसको फर्मुला के छ, 1/2 बी इन्टु एच हो कि नै। त्यो निकालिसकेपछि एरिया निस्किन्छ नि। त्यसपछि ठ्याक्कै यो सेम बेस लाइनमा के छ, एउटा ट्रायङ्गल बनेछ, अर्को प्यारालेलोग्राम बनेछ। अनि त्यसमा ठ्याक्कै त्यो पहिलाकै रुल लाउने क्या, अनि मल्टिप्लाई गर्ने। यो कसरी गर्ने भने यहाँ म देखाउँछु है। ल अब हेरौँ है, अघि मैले भर्खर एक्सप्लेन गरेको त्यत्रो फिगरलाई बुकबाट। ल प्यारालेलोग्राम एबिसिडी भयो क्या, प्यारालेलोग्राम एबिसिडी भइहाल्यो। त्यसपछि यो एङ्गल हो खासमा, बिइसी भनेको 90 डिग्री भयो। अनि यो गिभेन हो कि खासमा, गिभेन के दिएछ यहाँनिर मैले लेखेको छु, बिई 6 सेन्टिमिटर, सी भनेको 9 सेन्टिमिटर। अब नाउ सुरुमा यसको एरिया निकाल्ने के। यसको एरियाको फर्मुला के हुन्छ, 1/2 बी इन्टु एच। अनि 1/2 बी भनेको यो 6, एच भनेको 9 भयो। अनि त्यसपछि 27 सेन्टिमिटर स्क्वायर आयो। अब ठ्याक्कै यो एरियाको आयो कि, यो एरिया आयो, यो ट्रायङ्गलको एरिया आयो 27 सेन्टिमिटर स्क्वायर। तर यो सोधेको छैन क्या, खासमा सोधेको यो प्यारालेलोग्रामको एरिया सोधेछ, एबिसिडीको एरिया सोधेछ। त्यसको के हो खासमा, अस्ति मैले यो भने त्यो फेरि सुरुदेखि भन्दैछु एकपल्ट। एउटा सेम बेस लाइन छ, अनि त्यो सेम माथिसँग नि त्यो लाइनसँग माथिको लाइन प्यारलल छ। अनि यो सेम बेस लाइनमा एउटा प्यारालेलोग्राम बनेछ र अर्को ट्रायङ्गल नि बनेछ भने, ल यो भनेको यो जस्तै अब एउटा प्यारालेलोग्राम एउटा ट्रायङ्गल, त्यस्तै सेम यो रुल हो कि यसको। यो सेम बेस लाइन र माथिसँग प्यारलल छ भने, अनि त्यसमा त्योभित्र एउटा प्यारालेलोग्राम अनि ट्रायङ्गल बनेछ भने यसको यो ट्रायङ्गलको एरिया अनि यो प्यारालेलोग्रामसँग के हुन्छ, यो प्यारालेलोग्रामसँग हाफ हुन्छ कि खासमा ट्रायङ्गलको एरिया। त्यही गरेछ यहाँनिर। अथवा यसलाई यसरी पनि बुझे हुन्छ, यो ट्रायङ्गलको भन्दा यो प्यारालेलोग्रामको एरिया डबल हुन्छ भनेर, त्यो नि बुझे भयो कि खासमा। त्यही यहाँनिर गरेछौँ हेरौँ। अब एरिया अफ प्यारालेलोग्राम एबिसिडी इक्वल टु मल्टिप्लाई 2 डबल भन्ने थियो नि, त्यही भएर 2 मल्टिप्लाई अब यो ट्रायङ्गलको एरिया क्या, ट्रायङ्गल बिसिई। अनि त्यसपछि 2 मल्टिप्लाई 27 सेन्टिमिटर स्क्वायर, अनि मल्टिप्लाई गरेपछि 24 सेन्टिमिटर स्क्वायर। यति एन्सर आयो। ल अब 4 को हेरौँ है, डीको भर्खर गरेको। अब 4 को हेरौँ र 4 को पहिला क्वेसन बुझौँ के भन्नु खोजेछ। ल इन द गिभन फिगर पिक्युआरएस, यो पिक्युआरएस एउटा के भन्छ प्यारालेलोग्राम रहेछ। अनि अर्को क्युआरएक्सवाई अर्को के भन्छ स्क्वायर रहेछ, बुझ्यौ। त्यसपछि प्रुभ द्याट द एरिया अफ द प्यारालेलोग्राम पिक्युआरएस एन्ड द एरिया अफ स्क्वायर आर इक्वल। ल उसले के भनेछ खासमा, यो प्यारालेलोग्राम पिक्युआरएस र अर्को यो स्क्वायर क्युआरएक्सवाई भनेको के छ, दुईटोको एरिया इक्वल छ भनेर त्यो प्रुभ गर्नु पर्यो कि खासमा। अब यसले कसरी गर्ने भनेर यहाँ एक्सप्लेन गर्छु है म। ल हेरौँ है, अब यहाँनिर कसरी गरेछौँ भनेर खासमा। अब यो गिभेन भइहाल्यो, खासमा के प्रुभ गर्नलाई भनेछ त्यो भइहाल्यो। प्रुभ भनेको भइहाल्यो यो प्यारालेलोग्रामको एरिया यो स्क्वायरसँग इक्वल हुन्छ भनेर। अब यो एक्ज्याक्ट गरेर कसरी भनेर यहाँ मैले देखाउँछु है। ल अब सुरुको स्टेटमेन्ट 1 देखाउँ है पहिला। स्टेटमेन्ट 1 मा के छ, एरिया अफ यो स्क्वायरको क्युआरएक्सवाई को एरिया कसरी निकाल्ने, यसको फर्मुला हुन्छ के एल इन्टु बी। किनभने अब यसले खासमा अब कुनै पनि स्क्वायरको फर्मुला के हो, कुनै पनि स्क्वायरको यो एल इन्टु बी जस्तै भयो क्या। अथवा यो स्क्वायरमा त सबै स्क्वायरमा त जहिले नि स्क्वायर है, हल्का फिगर नराम्रो भयो नि, बुझ्छ होला तिमीहरूले। यो भाग सबै इक्वल हुन्छ कि स्क्वायर खासमा। यो एल इन्टु बी भयो कि नै, त्यस्तै बुझे हुन्छ। त्यसपछि यसको एरियाको फर्मुला के हुन्छ, एल इन्टु बी। अब यो भाग र यो भाग मल्टिप्लाई गरिनु भयो, अथवा यो भाग मल्टिप्लाई गरिनु, अथवा जुन भाग नि गरे हुन्छ कि स्क्वायरमा केही फरक पर्दैन। किनभने स्क्वायरको सबै लेन्थ
लाइनको लेन्थ इक्वल हुन्छ कि अनि त्यही गर्छ कि यहाँनिर खासमा। अब एरिया अफ स्क्वायर QRXY, अब यो लाइन गर्छ फेरि यो बी जस्तै बुझ्यो भने यसलाई बी र यसलाई एच बुझे जस्तै भयो क्या, बी अथवा एल बुझ्यो भने चाहिँ बी इन्टु एल भयो क्या, QR मल्टिप्लाई QY भयो कि अनि त्यही यहाँ रिजनमा दिएछु त्यही के एरिया अफ स्क्वायर QRXY इक्वल टु एल इन्टु बी के भयो नि। अब अर्को हेरौँ है, यो त आयो। अब अर्को एरिया अफ प्यारालेलोग्राम PQRS इक्वल टु QR मल्टिप्लाई QY। अब यसको एरियाको फर्मुला के हुन्छ, प्यारालेलोग्रामको बी इन्टु एच हुन्छ कि यस्तो हो कि खासमा। अब मैले यो फिगर बनाएँ बुझाउनलाई रफ जस्तो गर्नलाई खासमा। अब यो प्यारालेलोग्राम हो कि खासमा PQRS को एरिया निकाल्नु पर्यो कि नै, यसको लागि के हुन्छ, यसको फर्मुला हो कि यसको एरियाको फर्मुला के हुन्छ बी इन्टु एच। बी भनेको त बेस भइहाल्यो सेम ती QR भइसक्यो, तर एच भनेको यहाँनिर यो प्यारालेलोग्रामको लागि यसरी यो प्यारालेलोग्रामको लागि खासमा एच भनेको यो लाइन हो कि हो परपेन्डिकुलर लाइन, यहाँ यो एङ्गलबाट परपेन्डिकुलर लाइन हो कि यहाँसम्म, त्यो एच भनेको खासमा यसको लागि। त्यसो यो QY भने नि अब यो स्क्वायरको लागि नि हेर त यो स्क्वायरको लागि नि खासमा यो भयो एल जस्तै भयो, यो बी जस्तै भयो, तर यो प्यारालेलोग्रामको लागि यो बी त सेम भइ नै हाल्यो र यो एच नि सेम भयो, त्यसपछि दुईटैको एउटै भयो क्या। त्यसको यहाँनिर लेख्छौ भने यसको नि बी भने के हो QR इन्टु एच भनेको QY के सेम भयो क्या, अघि जस्तै भयो क्या। अब त्यही यहाँनिर छ खासमा। अब एरिया अफ प्यारालेलोग्रामको PQRS इक्वल टु QR, यो QR बेस भयो र QY भनेको यो Q अनि Y यो एच भयो कि यसको रिजन त्यही दिएछ, एरिया अफ प्यारालेलोग्राम इक्वल टु बी इन्टु एच हुन्छ। ल अब हेरौँ त यो QR अनि QY, यो QR अनि QY सेम छ कि नै, यो सेम भएर यो दुईटा इक्वल हुन्छ कि, अनि त्यही यो दुईटा इक्वल यहाँनिर देखाइदिएको कि खासमा हो कि नै। अनि रिजनमा के दिने फ्रम स्टेटमेन्ट 1 एन्ड स्टेटमेन्ट 2 बाट नि दुईटै प्रुभ भइहाल्यो। अनि प्रुभ गर्नाले एक्ज्याक्ट के भनेछ यो प्यारालेलोग्राम के एरिया PQRS को एरिया र स्क्वायर QRXY को एरिया सेम छ भनेर यहाँनिर प्रुभ भयो, यही प्रुभ गर्नाले भनेछ। ल